Hello guys, good morning everyone. Welcome to मेरो vlog मा. हिजो चाहिँ मैले vlog हाल्न देखाइनँ होला. त्यही भएर आज चाहिँ म माइत जाँदै छु. माइत. ओइ थकेलाई. माइत जाँदै छु तर पहिला म उता मेरो दिदीकोमा पस्नु छ. त्यहाँ पसेर चाहिँ जाने हो. मैले त्यत्रो सामान बोक्न सक्छु सक्दिनँ. मलाई सामानले तान्दियो नि. लुका छ. यो सानो गरिदेऊ न. के सानो गर्नु भने दामी आउँदो रहेछ. हेलो गाइस, हामी चाहिँ हिँडेको. के हेर त. माइत हिँडेको गाइस. अब एक हप्ता पछि. ह्याप्पी, आई एम सो ह्याप्पी. आई एम गोइङ टु मनी. इङ्ग्लिसमा के भन्छ मदर के अरे माइत घरलाई थाहा छैन है. ओहो हामी जाँदैछौँ. अब 1-1.5 घन्टामा हामी घरै पुग्छौँ. तर हामी पहिला दिदीकोमा जान्छौँ. त्यही भएर अलिक टाइम लाग्छ बेलुकातिर जाने हो. ओहो गाइस, हामी चाहिँ दिदीको घर आइपुग्न लागिरहेछ. त्यही भएर गाडी हाम्रो बाइक रोक्नुपर्ने अवस्था. हेर मेरो यो हालत एकदम बिहार छ. मेरो बुढाको हालत यस्तै छ. ए यो त मेरो कहाँ निस्केछ हौ. यस्तो देखाउनु हुन्न हो. लाज लाग्छ फेरि मलाई. अब चाहिँ म ठ्याक्कै दिदीको घरको पुगेपछि तपाईँहरूलाई देखाउनेछु. अब चाहिँ हामी फाइनली दिदीको घर आइपुग्न लाग्यो गाइस. कस्तो रियाक्सन आउँछ. तर दिदी त तल होला रुममा होला. यो एउटा जङ्गल कटेपछि आयो दिदीको घर. जङ्गल राइडर्स हेर्दै साथीहरू कमेन्ट लाइक सेयर गर्नु पर्यो मेरो युट्युब च्यानललाई. फाइनली हामी चाहिँ आइपुग्न लाग्यो. ल हेर्नु गाइस, हाम्रो गाउँ नेपाल. यस्तो छ. हिमाल नि देख्दो रहेछ. गाउँघरमा मान्छेहरू यसरी हिँड्छन्. उयो त्यही हो है. यही हो. उयो यो के अरे यो गाडी छ नि त्यहीँनिर हो कि. यही हो कि. दिदी अहिले यहाँ सरेको खाने यही हो जस्तो लाग्यो मलाई चाहिँ. यहीँ हो यतैतिर. हजुर कता बाइक छ. कहाँ छ बाइक. यहाँ छैन बाइक. साने के छ उया. ए यहाँ राख अरे. हाम्रो गाउँघर हुन्छ अरे. खोइ यतै राखिदेऊ रे. राखिदेऊ न केही हुँदैन होला. जम्ला. आयो मै खुट्टा दुखिरह. आऊ
4 भयो। 4 भयो भने त्यसलाई सफा गर्न लाउनु। के गर्दै हो? पाकिसक्यो के? ए मलाई भोक लागिरहेछ। साने छिटिस के छ? ठिक छ। ए हाम्रो साने चक्लेट खाने? यसो भिडियो गर्दै आएको नि। लोकल कुखुराको मासु बनाउँदैछ दिदीले फेरि। मनु मनी आऊ है। आवाजी भयो। ए भयो Oh my God. यो मेरो छोरोको लागि दिदीको लागि मैले के ल्याइदियो देखाइदियो दिदी। अस्ति नि के त्यो च्याङ्गा दाइले के त च्याङ्गा दाइले के भन्दै थियो नि दिदीको लागि केही दिँदैन के हो बर्थडे विश उ गर्दाखेरि के दिदीलाई केही दिँदैन जस्तो छ यताउता भन्दै थियो के अनि त्यही भएर लो यो बर्थडे गिफ्ट मेरो दिदीको। अनि यो पनि दिदीकै लागि हो लो। ओहो ओ पैसा नै हालेर दिएको छ। अनि यो चकलेट सानै चकलेट चकलेट त बाँड्दा बाँड्दा ओ घरै बिजी। उही डेरी मिल्क चकलेट डेरी मिल्क चाहिँ यसरी यसरी डेरी मिल्क के खानी लो लो उही अर्को ए सबैलाई बाँडे। यो नि लो मम्मीलाई दिदीकै लागि। यो नि दिदीकै लागि। मम्मीलाई केही छैन भन्दैन मम्मीले। लो काँटा पनि दिदीलाई नै। ओहो न बाबुको मेरो यो चाहिँ छिटिसको लागि। ओहो छिटिसको लागि न न चार्ज गर्नुपर्छ के हो थाहा छैन पहिला त्यो हेर। यो के गर्नु पर्छ चार्ज गर्ने कुरो पहिला चार्ज गर पछि खेल। लो चक्लेट यहाँ जाँदैन होला यसमा तर वाइफाई हाल्यो भने उ गर्नु त्यत्रो पैसा हालेर गरेको खोइ सिम नजानेवालै होला यो त। यति होइन बुढो भएन दिदी खुसी ए खतरा पुरा मम्मीलाई देखाइदियो न खतरा यो खतरा यो स्पाइसी। अनि स्पाइसी चाहिँ छैन मेरो छोरोलाई मन पर्यो तिमीलाई मन पर्यो अनि तिमीलाई खै तिम्रो गिफ्ट देखाइदियो घरि लगाऊ ल स्कुल जाने बेला लगाएर जाऊ। मन पर्यो त मेरै खोसेर लिन्छु रे अनि ल्याइदिएको नि। यता चाहिँ ट्याप हाम्रो छोरोको लागि यहाँ सानो बाले बनाउँदै हुनुहुन्छ। अनि हामीले लोकल कुखुराको मासु बनाउनु भयो अरे लो भोक लागिरह माम खानुपर्छ। हाम्रो बाबुहरू चाहिँ यहाँ इक्जाम दिन जानु लाग्यो। आज के इक्जाम रे बाबु? म्याथको हुन्छ यो हुन्छ राम्रोसँग इक्जाम दिएर आवास। सानो यो चाहिँ हाम्रो सानो बाबु ऊ चाहिँ ठुलो बाबु इक्जाम दिन लगाइरह 12 बजी। हम चाहिँ दिदीको घरमा मेजमान खाएर टक्क लाएर अब माइती घर जाँदैछौँ। दिदीको घर त गयो अब माइती घरमा जाने। यो लास्टमा सानोमा दुःख नि पायो गाडी 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 सानोमा है तपाईँलाई यसरी आज ट्राभल 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 फुल्ली ट्राभल छु हेर्न सक्नुहुन्छ यतातिर भ्यू। अब चाहिँ म भ्लग गर्न सक्दिनँ होला। अब सिधै मम्मीलाई भेटेपछि मम्मीलाई भेटेपछि भ्लग गर्छु। यता गाइज फाइनली गाइज हामी चाहिँ हो मेरो मम्मी तल छन्। ए हो ए हाम्रो गाउँ गाइज
पान्टाङ पुन्टुङ। अब हामी चाहिँ घर आइपुग्यो। अब घर जान्छौँ माइतीमा। मेरो हेर न प्यान्ट्स। तिमीलाई पाउँदैन। ठिक छ ठिक छ। उयो माथिको हो। हिँड अगाडि हिँड न। म भिडियो गर्दै हिँड्छु कि। नै म भिडियो हिँड हिँड। लेट्स गो। बस यहीँ छु। मेरो मोबाइल कोसँग हो? त्यही यो ब्यागमा छ। आया मेरो खुट्टा दुखिरहेको छ गाइस बेसरी। को बुढी माउ भने त मेरै मम्मी बुढी माउ को बसिरहेको कि। जय सब आउनुहोस् बिस्तारै। हा 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 खै त हाम्रो गाउँ यस्तै छ है गाइस। हा के हाल्ने मम्मी चाहिँ कुकुर। ए मम्मी के गर्नु भएर? ओहो नमस्ते मामा। नमस्ते मामा। ढोक दिया आए रहन दे। भरे अब भिडियो गरेको कि धुलै धुलो बेसरी गर्दै आएको। ल फाइनली म चाहिँ मम्मीसँग छु। आमै त नि भ्लग भन्दै आएको। अनि कस्तो छ त मम्मी? सबै ठिक छ? ठिक छ नि। मलाई त आनन्द खुसियाली छु। आनन्द छु। धेरै धेरै रमाइलो लागेको छ। भन्नु भ्लगमा यहाँ। अरे किन बनाइरहेको? मम्मीको त्यस्तो थियो। मन पर्यो? तिमीले घडी ल्याएको थियो? त्यही ब्यागमा छ। ब्यागमा कि त्यही झोलामा। झोलामा? यो चाहिँ मम्मीको लागि। मम्मी पूजाहरू लिएर आएको आन्टीहरूको लागि। ए काँडा चार पानी नै दिनुपर्छ। तर घडी मिलाउने नै ल्याएन के। घडी मिलाउने के। यो चाहिँ ज्वाइँले लिएर आएको उताबाट बुवा। जुम गर न। कस्तो लाग्यो? ओहो बाउलाई त हुने रहेछ त। ल एउटा जुत्ता चाहिँ एउटा खुट्टामा चाहिँ जुत्ता लाउनु, एउटा खुट्टा चाहिँ ठिक चाहिँ भयो कि भएन भयो? ए मोजा लाउनु पर्छ। ठिक तर घडी चाहिँ ठुलो हुन्छ कि। बनाउनु पर्छ। बनाउनै ल्याएन कि हामीलाई। फुकाउनु त जानेन त्यो बुवाले। खै ज्वाइँले गरिदिनु न। कोही लाग्यो विदेशबाट? अस्ति 1 हप्ता भयो। कसरी चाहियो? जानु न भित्र ज्वाइँ भाटामा। यस्तो खै त विदेशको चल्ने हामीले चाहिँ कथा न। ए थिच्ने हजुर। ए पाउनु होइन हैन यो एकचोटी गर्नुपर्छ। उताकै हो। ए ठिक चाहिँ हुन्छ है हुँदैन? सानो बनाउनु पर्ने होला। लगाइ हेर्नु त। लगाइ हेर्नु न। लगाइदियो त। उताको बाबाहरूलाई त बनाएको हो। उता गएर ज्वाइन लगाइदिनु हुन्छ। ऊ लाउनु मिल्छ मिल्दैन? ब्याट्री हाल्नु मिल्छ मिल्दैन यहाँ? ब्याट्रीलाई यसले 4-5 वर्ष टिक्छ।
यहाँ चाहिँ मिल्छ मिल्दैन भने मिल्छ ए बनाउनु पर्ने भयो थिचेर तान्ने त्यो बनाउने कुरो ल्याउनु पर्ने रहेछ है ओहो त्यो बनाउने कुरो छ ज्वाइँले बनाउँथ्यो घरमै छोड्यो आयो मै बनाउने कुरो छ घरमा लिएर आयो मम्मीको लागि त के भन्नु अब मम्मीको लागि नि घरिनै छ जुन लगायो नि छानेर मम्मी त्यो तिनटामा कुन लगाउनु मन छ मम्मी हेर त सबै ल्याइदिए सबै ल्या एउटा भाउजूलाई कहाँ राखेको छ मैले चक्लेट कुन चाहिँ लाउने मलाई लाग्छ छानेरै लाउने बनाउनु पर्छ त्यो ट्याम बनाउनु पर्छ त लाउनु माइजु माइजो त आन्टी धेरै छैन थोरै थोरै यो अलि ठुलो भयो बनाउनु मिल्छ कुन चाहिँ लगाउनु मन लाग्यो यो अलि ठुलो छ यो चलाउँदाखेरि यो चाहिँ लाउनु म त अहिले भाला भयो टाइम मिलाइदिनु है मनी अनि घुम्छ घुम्छ यो चाहिँ लाउने ल यो त ठिक पनि हुन्छ क्या मम्मीलाई है यतिकै पनि ल यो त घरले भने खस्छ त त्यो बनाउनु पर्छ बुवा मिल्छ मिल्छ बनाउन उसले घरमै मैले बनाउनु बनाउँदै घरमा मिसिनै ल्याएन यहाँ बनाउने बिर्सेछ यो लाउने मम्मी यो लाउने यो अलिक टपक्क हुने गर्नु पर्यो किन यो नारी नै भयो क्या नारी नै सानो छ खानै खाँदैन छोरी दसैँमा आउने बेला बनाएर ल्याइदिने कति घटाउने त्यो नापेर नापेर भोलि नाप्नु कुन चाहिँ यो लाउने म उता गएर आउँछु यो अलि ठुलो भयो यो अलि सानो यो नि हो मम्मीको लागि ज्याकेट जाडो महिनामा जाडो हुन्छ नि त कति खालि के पुग्नु पर्यो यो यहाँको लागि पछ्यौरीले बहिना भने जस्तै पछ्यौरी पछ्यौरी जागे नि आइया ज्याकेट त्यो ज्याकेट यो पछ्यौरी मम्मीलाई मलाई त बाउले छैन यो चाहिँ पछ्यौरा त्यो चाहिँ मागहरू गरेर त्यो ढोका तान्नु न ढोका तान्नु न ए उ छ त्यहाँ हेर है अरू त के छ र मम्मीको लागि अरू केही छैन अनि यो त खानेकुरा भयो अनि मोबाइल छ बाबुलाई चाहिँ ल्याउनु पर्दैन ज्याकेट अब देख्ला नि म पुऱ्याएर आउँछु ल ओइ अनि जुम गरेर गर है बुढो अनि यो चाहिँ मम्मीको लागि फोन त्यो फोन खिच न भइसक्यो मैले यति यो चाहिँ फोन फोटो खिच्न आउँदैन मलाई त थाहा भएन हेर्नु त त्यो विश्वास छैन तिमीले छैन ओ भोकै छ अरे गाडी गरेर खोइ कहाँ अब आज यहाँ के जयमा यहाँ चाहिँ गर्न पनि स्यादी आज सबै मिलेर होला यो चाहिँ सानो ठुलो गर्ने यो चाहिँ अफ अन गर्ने अनि के हेर्नु मन लाग्छ सबै चाहिँ छ अरू त मम्मीलाई के छ र अब चक्लेटहरू अनि यो मम्मी है यो चाहिँ यो र यो चाहिँ मैले उता हाम्रो पसलबाट किनेर लिएर आएँ यो लगाउने थोरै ज्यानमा सबैतिर लगाउने अनि 5 मिनट जति राखेर पखाल्ने अनि यसले रगड्ने सबै मैले जान्छ यो चाहिँ के मान्ने कुरो मार्ने किलो 2-3 चोटि युज चलाउन मिल्छ यो यो एउटै मैले 5-10 वटा ल्याएँ मम्मीलाई यस्तो त किन ल्याउनु पर्थ्यो मैले फ्याँक्न लिएर आएँ के ए ढोका लाएर आइन्छ लगाइदिनु न जम्मै छारे अनि यो चाहिँ के साबुन हाल्दै यस्तो
तँलाई पैसा यसको बा उतै गरेर लिएर आएको मैले ल्यायो भने त अनि कुर्ता 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 हजुर तँले 2-3 ल्याउनु सक्छु हजुर ए के चाहिँ कागी लगेर चक्लेट लगिदिने रे चक्लेट कति अनि कहिले आउँछ हो तिनवटा पठाइदेऊ न मासु नि पठाइदिनु पर्यो केमा हालिदिउँ त बुवा यति हल्दीमा हालेर जानु हल्दीमा हाल्नु यो त होइन है ए जुत्ता जुत्ताको होइन हल्दीमा हालिदिनुहुन्छ होला है त्यसो भएको होइन त्यो हाम्रो भने आधी गरेर आधी गरेर आधी गरेर के गर्नु ल हामीलाई त यो बनाउनै पर्छ पो बनाउनु भने कुन चाहिँ साइजको रहेछ हेर्नु त बहिनीले थ्याङ्क यू आते आइ एम गिभिङ टु माई मम्मा दिस इज फर माई मम्मा छ ल मम्मीको लागि उसले दिनुभयो अनि मेरो रुमको दिदीले नि पठाउनु भएको कि त्यस्तो त गर्नु भएन नि त नि हजुरकै लागि भनेर पठाएको त अनि अझै लक्ष्मी मेरै रुमको दिदीले दिनुभएको स्पेसल तपाईँको लागि ल तपाईँको लागि दिनुभयो यो चाहिँ छोरीको भाडा मैले भाडा दिदीलाई पठाएन दिदी मलाई चाहिँ ल्याइनुहोस् काजु बदाम भन्दै थिएँ पठाउने हान न आमै यो के यतातिर त एकदम तलेको नि यो फेरि यो पनि खानेकुरै होइन खानेकुरै हो यो खै के यो यहाँ त छोक्रा भन्छ यसलाई खजुर भन्छ उता त्यहाँको मान्छेले खाँदैन ए सबैलाई ल्याएको हो कुन लुगा मम्मी हेर्नु त यहाँ अनि त कोहीलाई ल्याउनु कोहीले नल्याउनु गर्नु भएन नि त त्यही भनेर आन्टीको लागि अङ्कलको लागि छैन। अङ्कल छोरी छ नि आयो है। आन्टी खै त आन्टी आन्टी बजार गएको छ नि ए हो ए यो आन्टीको लागि यहाँ राखिदिन्छु है त ए होला यो चाहिँ हाम्रो आन्टीको लागि माइली आन्टीको लागि अब तल जानु एकचोटि भन न हिजो त कस्तो अर्कै स्वरले भनेको थियो त हिजो के हिजो लागेपछि चेपारे स्वरले भनेको थियो कि चेपारे चेपारे मलाई राम्रो लागेन तिमी त लास्ट ल्याङ ल्याङ गर्ने मान्छे रहेछ नि नमस्ते नमस्ते हाम्रो आन्टीको लागि के ल्याइदियो कुर्ता आमै किन ल्याउनु पर्यो चौरा ल्याउनु पर्यो नि आन्टीको लागि किन नाटक गरे होला अलि नाटक गर्नु पर्दैन आयो ओइ यो चाहिँ आन्टीको लागि दिएर आउँछ यो यहाँ राख्दैन तुम्बेको बाबुको लागि मैले दिएर हजुर अब कतिवटा खरा 4वटा आन्टी त अङ्कल भन्दाखेरि छैन है हेलो आन्टी अनि तपाईँ खाओस् मम्मीको लागि के ल्याएन उही चक्लेट ल्याखा के ल्याउनु त बाबै सन्तान धेरै छ के ल्याउनु हो अनि सन्तान धेरै छ र मेरो मम्मीले के बनाउनु लाग्यो है त मासु मासु बनाउँदै हुनुहुन्छ मासु मासु चिउरा हाम्रो गाउँघरमा यस्तै हुन्छ है गाइस टमाटर के बुवा ल गाइस गुड मर्निङ अहिले चाहिँ बिहान भएको छ म चाहिँ यहाँ अब भिडियो इन गर्न आएको हाम्रो गाउँ कस्तो लाग्छ गाइस मेरो अनुहार कस्तो भइरहेको ल गाइस म चाहिँ भिडियो इन्डिङ गर्न आएको तपाईँहरू सबैजनाले माया गरिदिनु होला है त गाइस किप सपोर्टिङ बाई बाई गाइस